यो आगो लागेपछि आगो निभाउने एउटा यन्त्र हो यो है। यो भित्र केमिकल युक्त पाउडर हुन्छ, यसले आगो निभाउने काम गर्छ। यो कहाँ कहाँ राखिन्छ भन्ने कुरो पनि थाहा पाउनु पर्यो होइन। अब पुरानालाई थाहा हुन्छ, नयाँ नयाँ जोडिने साथीहरूलाई त थाहा हुँदैन। त्यही भएको भएर अब यो कसरी युज गर्ने, कहाँ राखिन्छ, यसको काम के हो भन्ने कुरो बुझ्नु पर्यो नि। भइपरि आउने समस्या त कसलाई के थाहा हुन्छ। त्यही भएर नयाँ पुराना भन्दा नि यो रेस्टुरेन्टमा बाहिर हलमा काम गर्ने, भित्र किचनमा काम गर्ने होइन, पार्ट टाइम काम गर्न आउने साथीहरू सबैलाई, यो होटलमा इन्ट्री हुने मान्छे जतिलाई सबैलाई थाहा हुनुपर्छ। यो स्टाफहरूलाई सबैलाई, र कहाँ राखिन्छ, कसरी युज गरिन्छ, कसरी के हान्ने यो होइन भन्ने कुरो। भइपरि आउने समस्या हुँदैन थियो भने त यो सिलिन्डर बनाउनु पनि थिएन, राख्नु पनि पर्ने थिएन। त्यो भइपरि समस्या आउँछ भनेर राख्ने हो। त्यो भएर सिक्न चाहिँ जरुरी हुन्छ। जस्तै ढोका, यो खास कहाँ कहाँ राखिन्छ भनेपछि जस्तै ढोकाको साइडतिर, जस्तै अब बाहिर दुईवटा ढोका छ भने बाहिर दुईवटा ढोकातिर राखिन्छ। किचनको अब फ्रन्टको ढोका यो भयो, अनि पछाडिको ढोका उता छ बिहाइन्ड ढोका होइन, यिनी ठाउँमा राखिन्छ होइन। अब लेखेर राखिएको नि हुन्छ जापान, अब यहाँ त जापानमा उहाँ जापानिज राइटिङमा हुन्छ भने कुनै ठाउँमा त इङ्ग्लिसमा नि लेखिन्छ। यो ध्यान दिनुपर्छ कि यो कहाँ, अनि यो खोल्नको लागि हान्नको लागि पनि बडा सहिलो छ। यसलाई सिधै माथि यसरी ओपन गर्ने, यसलाई छट्ट तान्दा बित्तिकै आउँछ, अनि यसलाई प्रेस गर्दा बित्तिकै यहाँबाट पाउडर जस्तो निस्किन्छ। अनि फेरि यो कस्तो हुन्छ भने यति हान्छु क्या त्यसपछि रोक्छु भनेर रोकिँदैन। यो सिलिन्डरको पुरा खतम नभएसम्म रोकिँदैन है। त्यही भएर यो नयाँ पुराना अब मान्छेहरू आइराख्ने जाइराख्ने भयो ठाउँमा त यो ब्रिफिङ गराइरहनु पर्ने रहेछ कि समाजमा, र सबैलाई थाहा हुन्छ। अब जस्तै पुरानो कुकरहरू छ, अब काम गर्दै धेरै लामो एक्सपिरियन्स बोकेर आएको मान्छेहरूलाई त किचनमा आउँदा बित्तिकै उसले हेर्छ यताउता, कहाँ के छ, कस्तो छ, कुन सामान कहाँ छ भन्ने कुरो हेर्दा बित्तिकै थाहा हुन्छ। अब जस्तै नयाँ नयाँ साथीहरू जोडिएको त सबैलाई थाहा हुन्छ भन्ने त छैन होइन। गर्दा गर्दै परिपक्व हुँदा हुँदै जाने नि कुराहरू हुने निहरू जानेन भन्ने कुरो नै हुँदैन कि यसमा। त्यही भएर यो सिक्नुपर्छ। अब बिजी भइहाल्यो, भइपरि आउने समस्या आयो, यो भनेको प्राथमिक उपचार जस्तै हो कि। जस्तै हामीले जस्तै हात काट्यो कहीँ भने केही समयको लागि ब्यान्डेज गरिन्छ भने हामीले यहीँ होटलमै ब्यान्डेज गरिन्छ नि। कहीँ पोलो भने नि केही मलम सलम यहीँ लगाइन्छ। यो पनि यस्तै हो। ठुल्ठुलो आगो लागि भयो भने त यसको काम हुँदैन त्यति होइन। अब ठुल्ठुलो आगो लागि भयो भने केही समयको लागि राहत मिल्छ कि यसले। किनभने अब जति विकसित, जति डेभलप कन्ट्री भए पनि अब के अरे यो फायर फाइटर, यो आगो निभाउने यन्त्र आउनको लागि, दमकलहरू आउनको लागि त जस्तै 15-20-25 मिनट त लागिहाल्छ क्या जसरी पनि। किनभने फोन गर्न पर्यो, 5-7 मिनट त उसलाई सही लोकेसन दिनै लाउँछ होइन। अनि आउनु पर्यो, उसले जुमी गर्नु पर्यो, त्यतिन्जेल त हामीले यो भित्र हानिसकिन्छ। त्यही भएर प्राथमिक उपचार जस्तै हो भनेको कारण त्यही भएर सबैलाई थाहा हुनुपर्छ कहाँ कहाँ राखिन्छ यताउता भन्ने कुरो है। यो पनि एउटा इम्पोर्टेन्ट भनेको यो हो कि यो भित्रकाले मात्र नै, हल्का मात्रले भन्ने हुँदैन। यहाँ जति पनि सबै स्टाफ जोडिन्छ सबैलाई थाहा हुनुपर्छ है। सो आजदेखि अब सबैलाई थाहा भएका साथीहरूलाई थाहा भयो है। नयाँ साथीहरूलाई अब यो यसरी युज गर्ने हो, कहाँ कहाँ राखिन्छ भन्ने कुरो भनिहालेँ है। र यस्तो गर्नुपर्छ यो भइपरि आउने समस्याको लागि निर्धारण गर्ने है।